यस्तो हो कि ऊ चाहिँ बेला बेलामा बिर्सिन्छ कि किनकि सङ्गत 3-4 वर्ष अगाडिदेखिको हो नि त टोइलेट लागिरहेको थियो अघिदेखि भन्न सकेका थिएनन् मलाई त यस्तो लाग्यो कि हजुरले उसलाई पठाएर हजुर म मात्र बसौँ भनेर ए नाइ 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 म त्यस्तो पापी मान्छे पनि होइन तिमीमा के छ र त्यस्तो म तिमीसँग गफ गर्नु भनेर म त एउटा मेन्टर हो गुरु हो तिमीलाई राम्रो होस् भन्ने मात्र मेरो चाहना हो म यस्तो राम्री छु त राम्री त सबैजना राम्री छन् नि भने सबै राम्रोलाई हजुरको नजरमा ल भगवानले बनाएको सबै कुरा राम्रो हुन्छ यो पनि राम्रो छ यो पनि राम्रो छ यो पनि राम्रो छ तिमी पनि राम्री छौ भनेपछि आयो नि त कुरा मैसँग आयो नि त फेरि होइन कुरा त अब आइहाल्छ नि राम्रो मान्छेलाई राम्रै भन्नुपर्छ नि त नराम्रो भन्ने कोही पनि छैन क्या बस तिम्रो सोचाइ मात्र नराम्रो मेरो सोचाइ राम्रै हो के कस्तो राम्रो खोइ त केही भन्दैन धेरै राम्रो छ हजुरले त्यस्तो नराम्रो के सोच्नु भयो र मेरो सोच के नराम्रो भयो होइन अब भन्छौ अब के भन्छौ होइन अब मैले उसलाई पठाएँ मैले तिमीसँग गफ गर्नको लागि होइन तिमीसँग गफ गर्नु किन छ र त्यस्तै लाग्यो होइन तिमीलाई लाग्नु त्यो भ्रम हो अब ह्यान्डसम होइन होइन म चाहिँ अलिक बढी ह्यान्डसम भएर तिमीलाई लाग्यो होला लास्टै ह्यान्डसम म त फिदा भएँ त्यस्तो नभन न यार तिम्रो लागि 3 जना छन् यार म 4 जना हुन सक्दिनँ नि त के भयो त भएर आइदिनु न त नाइ 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 त्यो कहिले पनि हुँदैन जे कुरा पनि भन्छ नि ढुङ्गा खोज्दा देउता पाए त्यस्तै आइदिनु न त ढुङ्गा खोज्दा को आयो अरे देउता म देउता होइन नि त मैले हजुरलाई देउता भने होइन आफ्नो पति परमेश्वर पिता पनि एउटा देउता नै सोच्छ हजुर त्यसरी आइदिनु भयो भने त लभ परेपछि पतिमा दर्जा पाउनुहुन्छ नि त हजुरले होइन मलाई लभै गर्न छैन नि त अब किन तिमी त लभ गर्न लायकै देख्दिनौ म अनि हजुरलाई त्यस्तो लाग्यो अनि लभमा त केही हुन्छ नि त फिलिङ्स हुन्छ भाइब्स हुन्छ किन ममा आएन हुन त बुढो हुनुहुन्छ अनि म यस्तो जवान केटीलाई त के आउला त अनि अब त्यस्तो सुट्टी त खोज्नुहुन्छ कस्तो सुड्डी भने बुढी अब आफू जस्तै होइन म कस्तो त्यस्तो बुढो छु र भने त्यस्तै लाग्यो त हजुर बच्चा टाइपको भन्नुभयो नि त अनि तिमी पनि बच्चा छ नि म पनि त बच्चै भएर त भने कहाँ हुनुहुन्छ हजुर त बुढो हुनुहुन्छ कति वर्ष हो म त 28 तिमी 28 अनि म भर्खरै 18 हेर्दा त के हो 30 भन्दा कम होइन कोही मान्छे चाँडै म्याच्योर्ड हुन्छ नि त अब हेर हामी घरमा हलो जोत्छौँ होइन त्यसपछि आएर त्यो भाँडा माझ्छौँ त्यही भएर अब तिमी केही माझ्दिनौ भने माझ्छु के माझ्यौ तिमीले धेरै कुरा माझ्छु के माझ्यौ हेर्नु भएर कसलाई हेर्नु अनि कसरी भन्नुभयो त केही माझ्दैनौ भनेर अनि केही माझ्दैनौ जस्तो लाग्यो नि त माझ्ने भनेको एउटै कुरा मात्र होला तिमीले माझ्ने भनेको एउटै कुरा होला तिमीले माझ्ने भने एउटै कुरा होला दाँत त्यो पनि आज बिर्सिया छौ अनि यहाँसम्म बाँच्न आइरहेको नि किन अनि किन कलेज नजिक आउनु भनेर हजुर तिमी नजिक आउनु भनेर त्यस्तो धेरै नजिक पनि नआउनु न बाँच्नै सुन्ने गरी अब खोइ त ममता आउँदैन नि त हो कता गइन् छोड्दिनु न ममता अब त टोइलेट गर्दैछ हेर तिमीलाई मसँग रोमान्स गर्न मन लाग्यो जस्तो है म लभ गुरु हो मैले लभ गर्न सिकाउने आफूले लभ गर्ने होइन बुझ्यौ हजुर मान्छे होइन मान्छे त हो किन लभ गुरुलाई माया गर्न प्रेम गर्न अधिकार छैन र नभन न त्यस्तो त्यस्तरी त नठोक्नु न के साह्रो जोसिनु भएको होइन तिमीले यस्तो कुरा भनिदियौ कि होइन अब ममा चाहिँ लभ गर्ने फिलिङ छ नि त मनमा छ होइन तर के मेरो दिँदैन अरे के अब मेरो दाँत झरिसक्यो अब मेरो दाँत झरे पनि तिमीले एक्सेप्ट गर्छौ नि त्यसमा फेरि केही छैन नो भन्दैन हुँदैन मान्छेको दाँत झर्छ सब कुरा झरिराख्छ कपाल झरिसक्यो अरू कुरा पनि झरिराख्छ छैन झरेकै छैन हेर अरू कुरा झर्छ भने सिकान हेरेको रहन्छ हातभरि लाग्छ त्यो छैन हेर न सुन न एउटा कुरा अनि अब यस्तो मजाक त आफ्नो ठाउँमा छ अब त्यो 3 जना मध्ये तिमीलाई कसलाई रोज्छौ के गर्छौ कसरी गर्छौ मैले त एकदम अचम्ममा परिरहेको छु 3 जनाले तिमीलाई सिलेक्ट गरिसकेका छन् हजुर आएको भए हजुरले रोज्थे त्यही यस्तो नभन के अब तिम्रो लागि 3 जना आइसके म आउनै सक्दिनँ अब म तिम्रो गुरु हो गुरुलाई जहिले पनि हातले नमस्ते गर्नुपर्छ सम्मान गर्नुपर्छ बुझ्यौ नि जिस्किने होइन त्यस्तै मुस्कान नदिनु न हेरेको हेरे गर्न मन लाग्छ नहेर त्यसो म अब आँखा छोप्छु छोप्नु न त भन न अब कसलाई सेलेक्ट गर्छु अरू कुरा त त्यस्तै हो 3 जनाले तिमीलाई अब त्यहाँनिर के खान मन पर्यो र तिमीलाई विङ्स पखेटा होइन पखेटा खान मन लागिरहेको छ तिमीलाई त्यही भएर पखेटै काटिदिएको त्यही भएर केटाहरूले पखेटै काटिदिँदैछ नि क्या
त्यसको विङ्स बन्दैछ अनि तिमीले कसलाई सेलेक्ट गर्ने के सोचिरहेको छौ खै तिनटैमा मैले आफूले खोजे जस्तो त्यस्तो त पाएको छैन मैले त्यही पनि अब 3 जना मध्ये अब त्यो नपाए पनि अब 3 जना त अब भइसक्यो 3 जनामा त अब तिमीले सेलेक्ट गरे पनि हो नगरे पनि हो कसलाई चाहिँ हेर्छौ हजुरले केही दिनु न म त के दिनु र केही हिँड दिनु न मतलब हजुरले नि त हेर्नुभएको थियो नि त होइन मलाई त हेर टु बी अनेस्ट कोही पनि राम्रै लाग्दैन किनकि छेउमा मै छु अनि अरू मलाई राम्रो लाग्छ त त्यही कुरा के मलाई नि कोही मन परेन के त्यसो भए अब गाडी लिएर आउँ त बुक गरी हामी छैन होला के अरे गाडी कसको बुक गर्ने कसको हजुरको ठुक्क मसँग गाडी छैन होला खै देख्दैन त देख्दैन अनि तिमी घरभित्र छौ म घरभित्र छु कसरी देख्छौ त ए मसँग गाडी नै छैन जस्तो लाग्छ तिमीलाई ट्रक होइन पर्सनल कारै छ नि म त छैन जस्तो होइन त्यो त्यस्तै लाग्छ किनकि म पनि सानै देखिन्छु होइन आफूले प्रगति गरेको छैन अनि मैले नि गराएँ जस्तो लाग्छ होइन मैले सानै उमेरमा प्रगति गरेँ बुझ्यौ अब यस्तो हो अब ती जो म अब गेम हुन्छ त्यसलाई एकदम सिलेक्ट गर्नु होइन बुझ्यौ अब जिन्दगी जसलाई मनपर्छ नि त्यसलाई सिलेक्ट गरेर चाहिँ बाउ आमा मजाले मैले सम्झाइरहेको छु तिमी पनि केही सम्झाउ न अनि उसलाई सम्झाएको के आउन भित्रै ढोका लाउनु होइन तिमी पनि केही भन न केही भन अनि जाउँ न उसलाई अब उसले को छान्ने भनेर एकदम डिस्कसन भइरहेछ को छान्दा ठिक होला म त सबै हजुरले नि केही चुज गरिदिनु न कसलाई छान्नु मैले चाहिँ के भन्यो भन्दा नि तिमीलाई जो ठिक लाग्यो त्यसैलाई छान यदि केही परिहाल्यो भने यो पछिको अर्को राउन्डको लागि फेरि तिम्रो म बसौँ न हामी बसौँ न अनि गफ गरौँ न हजुर म कति एक्साइटेड भएको होला कति एक्साइटेड भएको होला यस्तो धेरै कुरा नगरौँ होइन यस्तो खुसी होइन अब हामीले त सजेस्ट मात्रै गर्न सक्छौँ तिमीलाई मैले अब यो यसलाई खाना त्यसलाई खाना भनेर त मैले त्यो भन्न मिल्दैन हेर है किनकि यो तिम्रो लाइफको तिमीले चुज गर्ने हो पार्टनर सो तिमीलाई अहिले को बेटर लाग्छ चुज गर न अहिले चुज गर त्यसपछि त टाइम सधैँ छ नि बुझ्न ल त केही छैन हामी छौँ होइन हामी छौँ चाहिँ डन्ट वरी है तल खाना चाहिँ रेडी भइसक्यो खाना सरी त्यो के रेडी भइरहेको रेडी भइसक्यो लेट्स गो खुसी तिमी अगाडि जाऊ न तिमी अगाडि जाँदै म ममताले लिएर आउँछु हुन्छ त्यस्तै हो केटी के कुरा गर्छ यार जाउँ सानै छिन् नि त